हर्क साम्पाङको जतिले विरोध गर्छ नि त्यो मान्छेहरू कि कुनै पार्टीको झोले हुन्छ कि फेक आइडीबाट आएको हुन्छ होइन, कि त्यो मान्छे परिचालित हुन्छ कि 100मा 100%। किनभने मैले हर्क साम्पाङको बारेमा त्यसरी हर्क साम्पाङलाई मात्रै फोकस गरेर मैले कुनै पनि भिडियो बनाएको थिइनँ होइन, तर म आज बनाउँदैछु। तिमीहरू आफै छातीमा राखेर भन्, छातीमा हात राखेर भन्, एउटा मेयर जस्तो मान्छे होइन, चाह्यो भने ऊ लाखौँ करोडौँ पर्ने कारमा चढेर हिँड्न सक्छ होइन, ऊ जे पनि गर्न सक्छ, उसलाई त्यो सम्पूर्ण अधिकार छ। तर एउटा भेष्टा र कट्टु लगाएर होइन, चप्पल लगाएर खुकुरी बोकेर जनताको माझमा धुस्रे फुस्रे हिलो मैला धुलो भएर कुन चाहिँ पालिकाको होइन, कुन चाहिँ पालिकाको मेयरले, कुन चाहिँ पालिकाको प्रतिनिधिले, जनप्रतिनिधिले त्यसरी जनतासँग रहेर होइन काम गरेको छ, जनतासँग साथसाथै जनतालाई हौसला दिँदै। मलाई त्यो एउटा प्रतिनिधिको नाम भन् चुतियाहरू होइन, अनि त्यसपछि म भनौँला मुलाको सागहरू। तिमीहरूलाई किन हर्क साम्पाङ मन परेको छैन साला चोरहरू? तिमीहरूलाई विकास चाहिएको छैन? तिमीहरूलाई शिक्षा स्वास्थ्य सुरक्षा चाहिएको छैन? तिमीहरूलाई सुशासन चाहिएको छैन? म तिमीहरूलाई प्रश्न गर्न चाहन्छु मुलाको सागहरू। हर्क साम्पाङ जस्तो मान्छेले, हर्क साम्पाङ मात्रै भन्दिनँ म, हर्क साम्पाङ जस्तो सोच भएको मान्छेले, त्यस्तो विचार भएको मान्छेले होइन, त्यो एउटा हुटुटी भएको मान्छेले विकास नगरेर देशलाई परिवर्तन गर्न नसकेर कसले सक्छ त? तैँले सक्छस् बुझी? खैनी छोड्नु सक्छस्? साला खैनी छोड्नु नसक्ने मुला, चुरोट छोड्नु नसक्ने मुलाले देश विकास गर्ने, हर्क साम्पाङको विरोध गर्ने साला चुतिया, तँलाई औकातले दिँदैन त्यो है। त्यो हुँदाखेरि देश विकासका लागि अब तपाईँ हामीले जसरी सकिन्छ बोलेर हुन्छ कि लेखेर हुन्छ कि गरेर हुन्छ कि होइन, त्यतातिर अगाडि बढाउँ बुझी। अब हामीले त दुःख पायो, अब हामी पछाडिको जेनेरेसनले दुःख नपाओस्, म त्यो भन्न चाहन्छु। अब नेपाली हौँ हामी, कुनै पनि कुरामा कुनै पनि प्रोपोगान्डामा हामी नफसौँ होइन। अनि पो बन्छ त देश, एक आपसमा लडेर बन्छ देश। मुलाको सागहरू, चोरहरू, गोरुहरू।